म अनुरोध गर्दै यहाँहरू आरती पश्चात हुने जल अभिषेक र प्रसाद ग्रहण गर्ने कार्यक्रममा पनि म हार्दिक अनुरोध गर्छु। शिवगङ्गा आरतीको दिनुहोस्, सबैजनाको धेरै मङ्गल होस्। र आज विशेष शिव आरती शिवगङ्गा आरती मात्र नभइकन छठिया माई, तेन्द्रवती गङ्गा माई, विष्णुदेवी माई, गुलेश्वर महादेव र यहाँ यस भिडियोमा रहनुभएका र विश्वमा रहेका सम्पूर्ण देवतालाई सम्झेर हामी यहीबाट गङ्गा आरती पनि गर्दैछौँ। कार्यक्रम सुरु हुँदैछ। अब हामी एउटा छोटो भजन गाएर आजको कार्यक्रम सुरु गर्नेछौँ। आउनुहोस् एउटा छोटो भजन। भगवानले हामीलाई मुक्ति मात्र होइन, आनन्द पनि दिनुहुन्छ, मुक्ति पनि दिनुहुन्छ। प्रेम, सुख समृद्धि, शान्ति, आनन्ददायक, मुक्तिप्रदायक हे मेरा